नमस्कार साथीहरू, आजको भिडियो निकै नै महत्त्वपूर्ण भिडियो छ र धेरैजना साथीहरूले अब बुझ्न खोजेको र सिक्न खोजेको कुरा पनि आजको यो भिडियोमा हामी प्रस्तुत गर्छौँ। जस्तो तपाईँलाई पनि कहिलेकाहीँ लाग्छ होला, प्लेयरहरू अथवा खेलाडीहरू लागेको स्टक कसरी पत्ता लगाउने होला, अथवा खेलाडीले किन्दा हामीले पनि किन्न सकियोस् र खेलाडी इन्ट्री गरेकै बेलामा हामी इन्ट्री गरेर खेलाडीसँगै एक्जिट गर्न कसरी सकिन्छ। अथवा झन् नेपालको मार्केटमा त तपाईँले अब सर्ट टर्म ट्रेड गर्दै हुनुहुन्छ भने अब लो क्याप स्टकहरूमा खेलाडी लागेको स्टकहरू चाहिँ बढी चल्ने, बढी ट्रेड हुने गर्ने गरेको पाइन्छ र त्यो कसरी पत्ता लगाउन सकिन्छ तपाईँलाई पनि आजको यो भिडियोमा म धेरैवटा प्रोसेस मध्येको एउटा विशेष प्रोसेस आजको भिडियोमा मैले तपाईँहरूलाई यो भिडियोमा प्रस्तुत गर्दैछु। र तपाईँलाई लाग्छ खेलाडीले कुन सेयर किनेका छन् कसरी पत्ता लगाउने, अथवा कुन चाहिँ स्टकमा खेलाडी छन्, अथवा कुन स्टकबाट खेलाडीहरू निस्किँदैछन् भन्ने कुराहरू तपाईँहरूले पत्ता लगाउनलाई धेरैवटा माध्यम मध्येको यो पनि एउटा माध्यम हुनसक्छ। त्यस कारणले यो भिडियो निकै नै महत्त्वपूर्ण छ। तपाईँहरू अन्तिमसम्म चाहिँ हेर्ने र सुन्ने प्रयास गर्नुहोला। सबभन्दा पहिला त तपाईँले के हेर्नु पर्यो त भन्दाखेरि दैनिक टर्नओभरहरू, ट्रान्जेक्सनहरू कुन चाहिँ स्टकमा धेरै देखिराखेको छ, पहिलो कुरा त्यसलाई चाहिँ फोकस गर्नु पर्यो। त्यसको लागि तपाईँ सिम्पली नेप्से नेपाल स्टकमा अथवा नेप्सेको साइडमा जानुहोस् होइन। अब दैनिक टर्नओभर स्टकहरू तपाईँले यहाँ देख्न सक्नुहुन्छ। टप टर्नओभर स्टकहरू यहाँ छ होइन। जस्तै अहिले मैले भिडियो बनाउँदासम्म टप टर्नओभरमा एनआरआइसी भयो, यो त एउटा डिभेन्चर भयो, त्यसको कुरा छोडिदिउँ। युएनएचपिएल, एचपिपिएल, एचडिएल यी स्टकहरू टप 5मा देखिएका टर्नओभर भएका स्टकहरू यहाँनिर छ होइन। भोल्युम भएको यतातिर छ। यसरी 2-3 दिन तपाईँले हेर्नुभयो भने कुन चाहिँ स्टकमा बढी टर्नओभर देखिराखेको छ त्यसलाई पनि तपाईँले विशेष गरेर आफ्नो वाच लिस्टमा राख्न सक्नुहुन्छ। र त्यो देख्ने बित्तिकै किन्ने होइन कि, त्यसका विभिन्न प्रक्रियाहरू छन्। म सिरियली तपाईँलाई स्टेप बाई स्टेप ती कुराहरू चाहिँ बताउँछु। तपाईँहरूले केही भिडियो पुरा हेर्नुभयो भने मात्र, सुन्नुभयो भने मात्र तपाईँले त्यो कुरा चाहिँ थाहा पाउन सक्नुहुन्छ है। अब जस्तै यहाँबाट तपाईँले टप टर्नओभर स्टकहरू थाहा पाउनुभयो होइन। अब यता चाहिँ टप गेनर हो नि, टप गेनर चाहिँ फरक पनि हुनसक्छ, कहिले कुनले सर्किट लाग्ने, कहिले कुनले सर्किट लाग्ने, तर टप टर्नओभर जसको कारोबार चाहिँ धेरै भइराखेको छ, धेरै पैसाको कारोबार भइराखेको छ हो, त्यो स्टकहरू चाहिँ तपाईँले हेर्नु पर्यो है, जसलाई हामी एकुमुलेसन स्टक पनि भन्ने गर्छौँ। अब त्यो हेरिसके पछाडि त्यो स्टकलाई तपाईँले के गर्नु पर्यो त भन्दा लगेर तपाईँले यहाँनिर आएर टेक्निकल चार्टमा ल्याएर हेर्नु पर्यो त्यो स्टकलाई है। म यहाँ चार्ट अन गर्छु। यो चार्टमा ल्याएर तपाईँले कुन स्टक हो त्यो स्टकको बारेमा चाहिँ तपाईँले के गर्नु पर्यो, वाच गर्नु पर्यो। अब 2-3 दिन 3-4 दिनसम्म त्यसमा भोल्युमहरू राम्रो आइराखेको छ भने समथिङ केही छ त्यहाँनिर भन्ने कुराहरू तपाईँले पत्ता लगाउन सक्नुहुन्छ। अनि अर्को कुरा, मार्केट चलिराखेको बेलामा जब टिएमएस लगइन गरेर हेर्नुहुन्छ त्यसको चाहिँ तपाईँको बाई अर्डर र सेल अर्डरहरू, अर्डर लिस्टहरू त जुन तपाईँले हेर्नुहुन्छ त्यहाँ पनि अलि धेरै किताहरू अब खेलाडीहरूले राखिराखेको हुन्छ त्यो स्टकलाई बढाउनको लागि, पम्प गर्नको लागि चाहिँ त्यस्तो गरिराखेको हुन्छ। त्यहाँनिर पनि अलिकति जस्तै अब नर्मली 15-20 हज़ार 50-60 हज़ार कितासम्म त बाई अर्डर हुन्छ होइन। 1 लाख किताभन्दा माथितिरको बाई अर्डर छ भने पक्कै पनि त्यहाँनिर केही न केही खेलाडीहरूले गरिराखेको छ त्यहाँनिर भन्ने कुराहरू तपाईँले त्यहाँबाट थाहा पाउन सक्नुहुन्छ। र फेरि अब तपाईँले खेलाडी भएको कुरा त थाहा पाउनुहुन्छ, तर के खेलाडी भएको थाहा पाउने बित्तिकै त्यो स्टक गएर बाई गर्ने हो त होइन। यो गलत कहिले पनि नगर्नु होला है। के हुनसक्छ त भन्दा त्यो स्टकमा खेलाडी भए पनि खेलाडी त्यो स्टकबाट एक्जिट गर्दैछ अथवा इन्ट्री अथवा एकुमुलेसन गर्दैछ भन्ने कुरा तपाईँले थाहा पाउनु सबभन्दा महत्त्वपूर्ण हुन्छ। खेलाडी रहेछ तपाईँले थाहा पाउनुभयो, तर अब त्यहाँ खेलाडी निस्कन खोजिराखेको छ कि त्यसलाई बेचेर एक्जिट गर्न खोजिरहेको छ कि तपाईँको इन्ट्री गर्न खोज्दैछ अथवा एकुमुलेट गरेर अझ त्यसलाई पम्प गरेर माथि लाँदैछ भन्ने कुराहरू तपाईँहरूले पत्ता लगाउन सबभन्दा महत्त्वपूर्ण हुन्छ। अनि त्यस पछाडि जस्तो मानौँ यहाँनिर हेर्नुहुन्छ भने जस्तै अब एनआरआइसीको भयो, जस्तै युएनएचपिएलको एकचोटि हेरौँ है त, फर इक्जाम्पलको लागि युएनएचपिएलको एनएचपिएल है। अब एक दिन 2 दिन मात्रै भोल्युम धेरै आएर त भएन, ओभरअलमा धेरै भोल्युम आएको छ भने त्यसलाई चाहिँ मान्न सकिन्छ। जस्तै यहाँ हेर्नु न, अब युएनएचपिएलमा यो एरियामा हेर्नुहोस् भोल्युम एकदमै राम्रो आइरहेको छ। यो रिटेलरको भोल्युम होइन, यो पक्कै पनि फेरि तपाईँलाई यो स्टकै किन्नको लागि रेकमेन्ड गरेको होइन। मैले इक्जाम्पल देखाएको फेरि है, तपाईँले भिडियो पछि हेर्दा फेरि अर्कै स्टक देखिन सक्छ। त्यस कारणले गर्दा तपाईँले स्टकतिर ध्यान नदिनुहोस्, मैले इक्जाम्पलको लागि बताएको छु होइन। तपाईँले जस्ट आइडिया चाहिँ सिक्नुहोस् है। अब यहाँनिर हेर्नुहुन्छ भने यसले के छ त भन्दा राम्रो ठुलो भोल्युममा कारोबार भइरहेछ, अथवा भोल्युमको एभरेज तपाईँले यहाँ लगाउनुहुन्छ भने पनि, भोल्युमको यामे लगाउनुहुन्छ भने पनि तपाईँले के छ त भन्दाखेरि एभरेज भोल्युमको रेन्जमा चाहिँ भोल्युम आएको छ कि छैन भनेर हेर्नु पर्यो होइन। लगभग यसको एभरेज भोल्युम यहाँ रेन्जमा छ। अहिले 2 दिन केही भए पनि
अलमोस्ट यसले एभरेज भोल्युमभन्दा माथि नै कारोबार भइराखेको छ हैन। भनेपछि के देखियो त भन्दा यहाँबाट हेर्दाखेरि चार्टबाट हेर्दा यसको पनि ट्रेन्ड पनि अप ट्रेन्ड देखियो र भोल्युमहरू पनि राम्रो आइरहेछ भनेपछि यहाँनिर केही न केही छ, केही न केही यहाँनिर पाकिराखेको छ भनेर तपाईँले बुझ्नुभयो है। दोस्रो स्टेप तपाईँले बुझ्नुभयो। अब तेस्रो स्टेपमा अब तपाईँले बुझ्नै पर्ने कुरा के त भन्दाखेरि अब यसमा खेलाडी छ अथवा के छ त तपाईँले पत्ता लगाउनु भयो। अब कुन ब्रोकरबाट प्ले गरिरहेछ त यो स्टकलाई, तपाईँले ब्रोकरलाई फलो गर्नु पऱ्यो हैन। ब्रोकरलाई चाहिँ के गर्नु पऱ्यो भन्दा तपाईँले फलो गर्नु पऱ्यो। अब यसको फ्लोर सिट तपाईँले चेक गर्नुहोस् हैन, अथवा चाहिँ तपाईँले यहाँबाट गएर हाम्रो नेप्सी अल्फामा गएर ब्रोकर होल्डिङबाट पनि तपाईँले हेर्न सक्नुहुन्छ। यहाँनिर ब्रोकर होल्डिङमा गएर जस्तै हामीले के को हेरेका छौँ, UNHPL को हेरेका छौँ हैन, UNHPL हैन। यसको होल्डिङ हेरौँ कुन चाहिँ ब्रोकरबाट होल्डिङ भइरहेको छ। हामीले UNHPL को हेरेका छौँ नि इक्जाम्पलको लागि हैन। ल हेर्नुहोस् अब यहाँनिर हेर्नुहुन्छ भने ब्रोकर होल्डिङमा यहाँ के बेसिकली 3-4वटा ब्रोकरहरू 4वटा ब्रोकरहरू चाहिँ बेसिकली लागेको देखियो। 41, 80, 70 र 32 नम्बर ब्रोकर चाहिँ बढी लागेको देखियो। 41 ले लगभग 1,12,874 किता योसँग छ हैन। यहाँ तल पनि तपाईँले हेर्न सक्नुहुन्छ 41 सँग 1,12,874 किता यससँग छ। यसमा पनि 1 लाख किता लगभग यी 4वटा ब्रोकरसँग 1 लाख भन्दा माथि एभरेजमा यी 4वटा ब्रोकरसँग लगभग 4-5 लाख किता चाहिँ UNHPL चाहिँ देखियो है। यहाँ देखियो है कति नम्बर ब्रोकर 41, 80, 70 र 32 नम्बर ब्रोकरबाट है। यहाँ सेलिङमा चाहिँ कति छ 33 र 49 चाहिँ बढी सेलिङमा देखिएको छ। अब तपाईँले के याद गर्नु पर्यो त भन्दाखेरि अब तपाईँले दैनिक रूपमा यसको फ्लोर सिटहरू तपाईँले चेक गर्नु पर्यो हैन। बाइङ छ कि सेलिङ छ भनेर तपाईँले हेर्नु पर्यो। अब जस्तै मानौँ अब तपाईँले यहाँनिरबाट फ्लोर सिट तपाईँले यसबाट चेक गर्नुहोस्। जस्तै नेप्सेकै साइडबाट यहीँबाट चेक गर्दा पनि हुन्छ हैन। टुडेज फ्लोर सिट प्रत्येक दिनको तपाईँलाई इक्जाम्पल देखाउँदैछु मैले। UNHPL हैन, UNHPL लाई हेर्नुभयो अनि यसलाई चाहिँ सेट गरौँ। यसमा पनि जस्तै यो दिन मैले भिडियो बनाउँदासम्म 3,75,811 किता चाहिँ ट्रेड भएर छ है, बाइ सेल भएर छ। यति किता चाहिँ बाइ सेल भएर छ। अब हामीले फलो गर्नुपर्ने ब्रोकर चाहिँ कुन हो त भन्दा 41 फर्स्टमा 41 नम्बर ब्रोकरलाई हेरौँ। बाइङ ब्रोकरमा 48 ले बाई गर्यो कि गरेन हेर्नु पर्यो हैन। 48 नम्बर ब्रोकरले त्यो दिन चाहिँ बाई गरेको रहेनछ हैन। जम्मा 490 भनेको सामान्य किता हो। अब अर्को ब्रोकर हेर्नु, अर्को ब्रोकर कुन हो त हाम्रो हेर्नुपर्ने ब्रोकर भन्दा अर्को 80 नम्बर ब्रोकर पनि हो हैन, 80 पनि हो। हेर्नुहोस् यसमा 3-4 कसैमा त एउटा मात्रै ब्रोकर हुन्छ हैन। 80 लाई हेरौँ, 80 ले पनि लगभग 3,931 किता मात्रै बाई भएर छ। त्यसमा पनि त्यति ठुलो किता होइन। अब त्यस पछाडि अर्को कुनमा छ त भन्दा 70 र 32 लाई पनि वाच गरौँ। 70 नम्बर ब्रोकरलाई पनि हेरौँ है। 70 नम्बर ब्रोकरलाई पनि हेरौँ। 70 ले कति गरेछ यसले अलि बढी गरेको रहेछ। ल तपाईँले हेर्नुहुन्छ भने 23,000 किता पाए, 23,980 किता चाहिँ यसले त्यही यो कतिले 70 नम्बर ब्रोकरले बाई गरेर छ। र अर्को छ 32 नम्बर पनि छ है, 32 नम्बर छ। अब 32 ले 32 ले के गरेको छ भन्दा यसले हेरौँ, यसले पनि 11,000 समथिङ चाहिँ बाई गरेको रहेछ त्यो दिन हैन, त्यो पर्टिकुलर डेको दिन। अब यहाँनिर 70 ले सेल कति गर्यो त भन्ने कुराहरू हेर्नु पर्यो नि त हामीले हैन। सेल कति गर्यो त यसमा 14,000 किता सेल गरेको रहेछ। बाई कति गरेको रहेछ, बाइङ साइड हेभी छ कि सेलिङ साइड हेभी छ हैन। 14,000 समथिङ किता बाई छ, यसको सेल छ 23,000 बाई छ भनेपछि यसको नि बाइङ साइड हेभी छ। अब तपाईँले बुझ्नु पर्यो कि यसमा बाइङ साइडै हेभी छ, अथवा चाहिँ जुन ब्रोकरले यसलाई एकुमुलेसन गरेको थियो नि त्यो ब्रोकरले ती ब्रोकरहरूले यसलाई चाहिँ स्टिल अझै पनि पम्प गर्न खोजिराखेका छन् भन्ने अर्थमा यसलाई बुझिन्छ। अनि त्यस्तै तपाईँले यसमा एकुमुलेसन छ कि डिस्ट्रिब्युसन, जस्तै चार्टबाट हेर्दा पनि तपाईँले ट्रेन्ड हेर्नुहुन्छ भने हायर हाईकै श्रृङ्खलामा छ हैन। अहिले तपाईँले यहाँबाट हेर्दा पनि यत्तिकै पनि तपाईँले हेर्दा थाहा पाइहाल्नुहुन्छ। अलिअलि टेक्निकल कुराहरू तपाईँले जान्नुहुन्छ भने लो छ। अब यहाँबाट गयो भने यो हायर हाईमा जाने हो हैन, यसरी जाने। अब यसमा तपाईँले एउटा इन्डिकेटर एडी भन्ने इन्डिकेटर तपाईँले लगाउनु भयो भने एकुमुलेसन छ कि डिस्ट्रिब्युसन छ भनेर तपाईँले हेर्न सक्नुहुन्छ। अब यसमा अहिले यहाँनिर घटेको भएर अलिकति डिस्ट्रिब्युसन हो कि जस्तो चाहिँ यहाँ देखिएको छ हैन। स्टिल यो पहिलाको रेन्जभन्दा पनि अझै यो अब अलिअलि यता बढ्दै जाँदा यो तल घट्दै गयो, एडी लाइन चाहिँ घट्दै गयो भने चाहिँ तपाईँले यसमा अलिकति डिस्ट्रिब्युसन सुरु भयो भन्ने बुझ्नु पर्यो एकुमुलेसन डिस्ट्रिब्युसनबाट हेर्दा। अनि यो एडी लाइन चाहिँ डाउनवार्डतिर देखाइराख्यो र यता फेरि तपाईँले अहिले जुन वाच गर्नुभएको थियो यी 4वटा ब्रोकरलाई, तिनमा पनि सेलिङ साइड हेभी हुँदै गयो भने चाहिँ
त्यसमा चाहिँ अब सेल गर्दैछ एक्जिट गर्दैछ त्यहाँको खेलाडीहरूले भन्ने कुराहरू तपाईँले बुझ्नु पर्यो है भन्ने कुराहरू तपाईँले त्यहाँबाट बुझ्नु भयो। अथवा स्टिल तपाईँको सेल पनि गर्दैछ तर बाइङ ज्यादा गर्दैछ होइन, सेलिङभन्दा बाइङ चाहिँ ज्यादा गर्दैछ भने चाहिँ तपाईँले के गर्नु पऱ्यो त भन्दा त्यसमा चाहिँ थप तपाईँले यसरी सपोर्टहरू बनाएको बेलामा, जस्तै अहिले त यहाँनिर लगभग एउटा हिसाबले सपोर्टबाट फर्किन खोजेको छ नि त होइन। अब तपाईँले यो सपोर्टमा राखेर तपाईँले के गर्न सक्नुहुन्छ, बाई गर्न सक्नुहुन्छ सर्ट टर्मको लागि। अनि यसलाई चाहिँ स्टप लस पोइन्ट पनि तपाईँले राख्न सक्नुहुन्छ। स्टप लस यहाँभन्दा लगभग 469-70को रेन्जमा चाहिँ स्टप लस राखेर होइन, तपाईँले त्यहाँभन्दा तल आयो भने एक्जिट गर्छु र त्यहाँभन्दा माथि हुँदासम्म वेट गर्छु भनेर तपाईँले आफ्नो ट्रेडिङ सेटअप पनि बनाउन सक्नुहुन्छ। यसरी चाहिँ तपाईँले स्टकलाई चाहिँ के गर्नु पऱ्यो, स्किनिङ गर्नु पऱ्यो। स्किनिङ गर्दै गर्दै तपाईँले जानुपर्ने हुन्छ। कुनै पनि स्टक जस्तै तपाईँले सुन्नुहुन्छ नि त अब कतै लाइभतिर कतै बसेर खेलाडीहरूले कुनै स्टकको बारेमा गरिरहेछन् भने त्यसमा के गरिरहेछन्, उनीहरू बेच्न हो हल्ला गरिरहेछन् कि किन्न। जस्तै कतिपय केसमा के हुन्छ, खेलाडीहरूले आफ्नो स्टक बेच्नलाई पनि यो स्टकलाई सर्किट लगाइदिन्छु, यो स्टक यति पुग्छ उति पुग्छ भनिरहेको हुन्छ। तर एक्चुअलमा के छ भनेर तपाईँले डाटालाई हेर्नु पऱ्यो, त्यसको ब्रोकर होल्डिङ हेर्नु पऱ्यो होइन, त्यसको चार्ट हेर्नु पऱ्यो होइन, एडी लाइनले के देखाइरहेछ त्यो हेर्नु पऱ्यो, भोल्युम के भइरहेछ हेर्नु पऱ्यो। यी कुराहरू हेर्नुभयो भने तपाईँहरू खेलाडी लागेको स्टकबाट पनि राम्रो प्रफिट चाहिँ तपाईँले जेनेरेट गर्न सक्नुहुन्छ। यो सिम्पल इक्जाम्पल मात्र, यस्ता अरू धेरै इक्जाम्पलहरू छन्, धेरै वेहरू छन् जुन आगामी दिनमा तपाईँहरूलाई त्यस्तो भिडियोहरू पनि म तपाईँहरूलाई प्रस्तुत गर्छु। र त्यस सम्बन्धी तपाईँहरूले यदि हामीसँगै क्लास लिन चाहनुहुन्छ भने पनि मेरो पर्सनल फेसबुक यो अहिले तपाईँले स्क्रिनमा देख्नु भएको छ सङ्कल्प ढकालमा तपाईँले मलाई डाइरेक्टली मेसेजमा गएर मेसेज गर्न सक्नुहुन्छ फलो गरेर। र हाम्रो अनलाइन क्लास बेलुका 8 बजे हुन्छ, जुमबाट हुन्छ। तपाईँहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ क्लास अनि ग्रुपमा रहन चाहनुहुन्छ भने तपाईँले यसमा गएर हामीलाई डाइरेक्टली मेसेज पनि गर्न सक्नुहुन्छ। मसँगै अनलाइन क्लास प्रत्यक्ष रूपमा चाहिँ तपाईँले लिन सक्नुहुन्छ यदि तपाईँ पनि इन्ट्रेस्टेड हुनुहुन्छ भने। र सामान्य कुराहरू तपाईँले यो भिडियोलाई फलो गर्दै जानु होला च्यानललाई, तपाईँले हेरेर पनि धेरै कुराहरू सिक्न सक्नुहुन्छ। यस्तै भिडियोहरू अन्य तपाईँहरूले चाहनुहुन्छ भने कमेन्ट सेक्सनमा भिडियोलाई लाइक गरेर पार्ट 2 लेख्न चाहिँ नबिर्सनु होला। धन्यवाद।